नमस्ते साथीहरू। आज मैले जीके सम्बन्धी केही प्रश्नहरू ल्याएको छु। प्रश्न नम्बर 1 मा रहेको छ, लिच्छवीकालीन समयमा जिल्ला स्तरीय प्रशासनिक इकाइलाई के भनिन्थ्यो? ए. ग्राम, बी. तल, सी. विषय, डी. द्रङ। समय सुरु भएको छ। आफ्नो उत्तर चाहिँ मनन गर्नुहोला। यसको राइट एन्सर रहेको छ सी. विषय। प्रश्न नम्बर 2, बौद्ध धर्मका 4 धाम मध्ये तलको कुन पर्दैन? ए. लुम्बिनी, बी. बोधगया, सी. कुशीनगर, डी. देवदह। समय सुरु। आफ्नो उत्तर चाहिँ मनन गर्नुहोला। यसको सही उत्तर रहेको छ डी. देवदह पर्दैन। प्रश्न नम्बर 3 रहेको छ, सङ्घीय संसदको एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि कति महिनाभन्दा बढी नहुने व्यवस्था छ? ए. 3 महिना, बी. 4 महिना, सी. 5 महिना, डी. 6 महिना। आफ्नो उत्तर मनन गर्नुहोला। समय सुरु। यसको राइट एन्सर रहेको छ डी. 6 महिना। प्रश्न नम्बर 4, राणाकालीन प्रशासनमा मुन्सी खानाले के काम गर्दथ्यो? ए. राजस्व उठाउने, बी. परराष्ट्र मामिला, सी. निजामती सेवा र डी. लेखा परीक्षण। समय सुरु। आफ्नो उत्तर मनन गर्नुहोला। यसको राइट एन्सर रहेको छ अप्सन बी. परराष्ट्र मामिला। प्रश्न नम्बर 5 रहेको छ, नेपालको संविधान बमोजिम देखाएका मध्ये कुन नागरिकको कर्तव्यमा समावेश छैन? धारा 48 हो यो चाहिँ। ए. संविधान र कानुनको पालना गर्नु, बी. राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु, सी. सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु, डी. विदेशी नागरिकको निगरानी गर्नु। आफ्नो उत्तर मनन गर्नुहोला। समय सुरु र यसको राइट एन्सर रहेको छ अप्सन डी। उपयुक्त जोडा मिलाई सही उत्तर छान्नुहोस्। मौलिक हकमा छ समानताको हक, स्वतन्त्रताको हक, सूचनाको हक, सञ्चारको हक। धारा 16, 1 मा धारा 16, 2 धारा 25, 3 धारा 17 र 4 धारा 19। ए, बी, सी, डी। आफ्नो उत्तर चाहिँ मनन गर्नुहोला। अब लागौँ यसको समाधानतर्फ। यसको राइट एन्सर रहेको छ अप्सन ए, जसमा चाहिँ के त समानताको हक धारा 16, स्वतन्त्रताको हक धारा 17, सूचनाको हक धारा 25 मा सम्पत्तिको हक हो। धारा 27, यहाँनिर 27 हुनु पर्यो है। धारा 27, 25 भएछ, धारा 27 हो। अनि सञ्चारको हक धारा 19 रहेको छ। अनि प्रश्न नम्बर 7, देखाएका मध्ये सही उत्तर छान्नुहोस्। नेपालको दौत्य सम्बन्ध भारतसँग 13 जुन 1847, मालदिप्स 1 अगस्त 1881, श्रीलङ्का 1 जुलाई 1857। यसको राइट एन्सर छ ए. 1 र 2 सय, बी. 2 र 3 सय, सी. 1, 2 र 3 सय, डी. 1 र 3 सय। यसको राइट एन्सर हो 1, 2 र 3 सय। धन्यवाद साथीहरू। आइडीलाई फलो, लाइक, सेयर र कमेन्ट गर्न चाहिँ नभुल्नुहोला। नमस्ते।